My boy. हेलो गाइस, नमस्ते सेवा हजुरहरूलाई फेरि स्वागत छ हाम्रो नयाँ इन्ट्रेस्टिङ मुकबाङ च्यालेन्ज भिडियोमा। आज चाहिँ मम्मी अन्त आज चाहिँ हजुरहरू हेर्नु भइरहेको छन् होला। यो चाहिँ प्रो अब चाहिँ सलाद, यो चाहिँ सलाद अनि त्यसपछि चिसो भात दाल अचार मासु अनि अकाबारे डल्ले अनि छोरीको क्याबेज। अब चाहिँ धेरै भन्दा नगरी हामीहरू खाना सुरु। मम्मी र बहिनी छ। पहिला म चाहिँ बोसेर रेस्टर्ट गर्नु पर्यो, म चाहिँ राइनी भयो, त्यही कारण बोसै खानु पर्यो पहिला। मजाले सेन्टिमेन्टल भयो। चटनी मम्मीको हातकोबाट कति मिठो छ गाइस। मम्मी राइनी हो नि त, त्यही कारणले सुँगुरको मासु स्पेसल बनाउँछु मैले। मासु त म सबै पनि स्पेसलै बनाउँछु, तर सुँगुर चाहिँ फेभरेट। तर मेरो प्रेसर पनि छ, प्रेसरमा यस्तो खाँदाखेरि बिमार हुने हो कि। हाम्रो घरकै लोकल चामल हो, त्यससँग झन् कति मिठो। मलाई बजारमा खासै मन पर्दैन चामल, सिलाने कति खान्छ। यो लसुन चाहिँ के राख्नु भएको भने चाहिँ मलाई प्रेसर आइछ, त्यही कारणले लसुन हाल्नु काटेर राखेको। तर परको मात्रै पर चटनी चाहिँ दामी भएछ है। त्यहाँबाट मुली स्पेसल अचार र दाल पनि पुरै। हामीले त खाना चाहिँ पिराउने गाइस। सुरु बनायो होला कि त्यसको खासै मात्र सक्दैन, पिछाडि पिछाडि बानी भएपछि चाहिँ हामीले खानु सक्ने हुन्छ कि। यो खाए त पुरा कि चाहिँ बोसै आउँछ घाँटीमै। म चाहिँ के कारण नखाएको यो क्याबेज भनेपछि चाहिँ मलाई चाहिँ थाइरोइडको बिमार छ, अनि कोही बोसो पनि खानु हुँदैन थियो। त्यही कारणले मैले यो त्यससँग चाहिँ क्याबेजसँग चाहिँ नखाएको। मलाई फेरि घाँटी हालिहाल्छ थाइरोइडमा।
चाहिँ अब छेत्रीमा त खाने होइन, अब म चाहिँ राइनी पऱ्यो, त्यही कारणले खान्छु। मेरो बुवा सासू ससुरा खानुहुन्न, मेरो बुवाले पनि खानुहुन्न, छोराले खानुहुँदैन, आमा छोरी चाहिँ खान्छु। हामी चाहिँ खान्छौँ किलोले 1 किलो हामी खान नसक्ला जस्तो छ मासु। आधी किलोले चाहिँ पुग्थ्यो कि प्रयास गरिरहँ खानलाई। भरे यो खाएर छिरेर लागेर फेरि यहाँ फेरि गर्मी छ, अन्त उलिक्कै भयो। दाजु यो स्वास्थ्यको लागि राम्रो हुन्छ भनेर बनाएको। खासै मासुमा प्रेमी त छ त्यो लागि, त्यस्तो खाएपछि यो चाहिँ करङको मासु हो, करङको हड्डी मात्रै मलाई यस्तो फेभरेट हो कि यो मेरो करङको मासु। यो चाहिँ करङ मात्रै छुट्टै मैले बोसो तारेर करङ मात्रै निकालेको हो। यस्तो खाइदिनु पऱ्यो प्रेसर भएर आइबस्छ त, दबाई खाइरहेको छु खानु त म अगाडि खाने बानी छैन नि त, त्यस्तो खाइराख्ने यत्रो यत्रो मात्र खाने बानी छैन। पछि पछि सुरुवात हुँदैछ हाम्रो, पछि पछि हामी खान्छ होला। मलाई तर मासुभन्दा मेरो चटनी नै स्पेसियल लाग्यो मलाई चाहिँ। गाइस है एकदम अब चाहिँ खानु नसक्ने स्थितिमा पुगिसक्यौँ। म चाहिँ खानु त इजी हो, इजी हो जस्तो लाग्यो मलाई चाहिँ। इजी त होइन नि, अब यस्तो हालेर चाहिँ खान्छ अब यहाँनिर चाहिँ सक्दिनँ जस्तो लागेको छ मलाई। देख्नुभयो हात चाटेर मेरो लिप्सहरू पनि खाइसकेँ होला मैले। अब त लगाएको थियो खाइसक्यो जस्तो त। डाइरेक्ट लाग्छ बताऊ यो कुदुङ थालेन लोभले चाहिँ हालिहाल्नु त।
बिगार लाग्छ क्या हौ गाइस साह्रो पऱ्यो खान साह्रो पऱ्यो गाइस लास्टै साह्रो परिरहेको खानलाई मेरो त पेटै दुख्यो पेट दुख्यो कान दुख्यो आयो हालेर चाहिँ मासु यस्तो हाल्नुभयो खानु चाहिँ सक्नु जस्तो हालेन बरु म पानी पिउ चेन्ज गर्नु सक्यो मासु मात्र नलागेको मलाई के भयो गाह्रो दुख्यो कि मलाई ग्यासमा लाग्यो कि के भयो Oh, tidak. Ban không. फेरि हात टुइट भइरहेको छ यहाँ तर नि गाइस हामीले हात मारेको छैन हामी खाइरहेछौँ मेरो मम्मी चाहिँ खुर्सानी ल्याउनु भन्छन् अकबर रहेछ तरै खायौँ फेरि पुरा पिरो यसो लास्ट पिस है त थापाको छोरी भन्छ बुङ्गुर हात पुरा सिप्सु भएको छ नि गाइस एउटा चक्कर लागि थाले जस्तो छ लाइक मलाई चाहिँ अफ भइसक्यो अब म चाहिँ खाँदिनँ यति हो मेरो चाहिँ Pickup bosses home or the pickup. देख्दा खानु मनपर्छ खाएपछि उब्लै निल्ला जस्तो भयो हामीसँग चाहिँ अमिर This is not this milk. Kêu ngồi rồi. Bột rồi ta Ăn dâu ta. Còn rồi. Okay, beside me. Oh. My God. चाहिँ मासु रहेछ चाहिँ तपाईँ खानु Lạ ui. खान्छु अहिले त जरा खान्छ होला चाहिँ डाइरहेको तपाईँ पाउँछ मम्मी गर्नु गर्दा नि हेरि निस्कि चाहिँ बोसो मुखबाट त्योभन्दा ज्यादा खाउँदैन आफूलाई दुख्यो
मैले फलबान खाएकै बोसो खाएको छैन मैले बोसो 4-5 पिस खाएको त्यो सक्दिनँ मैले कति खाएँ त्यो त तपाईँले हेर्नु नै भयो होला त्यो फर्स्ट टाइम यत्रो मासु खाएर चाहिँ गिभ अप भएको होइन अब नेक्स्ट टाइम कहिले गर्दा चाहिँ यस्तो चाहिँ हुँदैन हाम्रो आमा छोरीको खाएको तपाईँलाई भिडियो कस्तो लाग्यो लाइक कमेन्ट कमेन्ट सब्सक्राइब गरिदिनु होला प्लिज थ्याङ्क यू फर वाचिङ लु, त आजको लागि चाहिँ बाई भोलि चाहिँ मम्मीको नयाँ रेसिपी सहित पानीपुरी चटपटेको फेरि भोलि भिडियो आउँछ